नमस्कार सबैलाई। म हर्क सुब्बा हो र म यो एउटा तपाईहरुको माझमा सानो एउटा भिडियो बनाएर आउँदैछु। यदि राम्रो लाग्यो भने तपाईहरुले लाइक, शेयर, कमेन्ट गरिदिनुहोस् ल। र युट्युब च्यानलमा सब्स्क्राइब गरिदिनुहोस् ल। मेरो फेसबुक आइडी चाहिँ हर्क सुब्बा हो और मेरो युट्युब च्यानल चाहिँ सुब्बा ब्लग हो। र म के भन्नु चाहन्छु भने हाम्रो समाजमा उच्च नीच, धनी गरिब, त्यो जात यो जात भन्ने धेरै छ। र यो म के भन्नु चाहन्छु भने त्यो जात यो जात लिएर हिँड्नु कोही म राम्रो लाग्दैन। त्यो जात कसैले जात लिएर आएको छैन, एउटै हो मान्छेको जात, लेडिज र जेन्ट्स। किनकि जात भनेको यो पहिलाको पुर्खाहरूले बनाएको हुन सक्छ, तर अहिलेको मेरो उसमा चाहिँ म यो जातभात म मान्न सक्दिन। त्यही कारणले भन्न चाहन्छु मान्छे दुनियाँमा आएको छ सबै एउटै इन्सान हो र मनुष्य हो। र हामीले जतिसम्म राम्रो यहाँ हामी यो यात्रा एउटा हामीले बजार गर्न आएको छौँ। यो हाम्रो बजार गर्नु हामीले राम्रो कामहरू गरेर हामीले यो यात्रा र बजारले हामी पूरा गर्नुपर्छ। र मानिसको जीवनमा किन यति घमण्ड कि जति मान्छेहरुको पैसा छ भने घमण्ड हुन्छ। तर पैसा भएर जति पनि म भन्न चाहन्छु आफूसँग पैसा भए पनि जति पनि भए पनि यो घमण्डलाई तोड्नु पर्छ, घमण्ड गर्नु हुँदैन। किनकि आज जो घमण्ड हो यो घमण्ड कसैको लागि पनि काम दिने होइन, न आफ्नो काम लाग्छ न अरूलाई काम लाग्छ। त्यही कारणले हामीलाई घमण्डसँग हामीले त्याग्नु पर्छ, हामी घमण्ड गर्नु हुँदैन। किनकि आज जसको पनि पैसा भयो भने त्यो अरूको लागि हुने होइन, आफ्नै लागि मात्रै हो। र म त यही भन्छु, जस्तो मान्छे जन्म आयो, जस्तो जन्ममा आयो आखिर खाली हात आयो, जानु त पर्छ खाली नै हात। र हामीले के यो छ यति माने के लिएर आएको छ जो भने हामी रुन्छौँ, र के लिएर जानु छ जन यति हामी कन्फ्युज गर्छौँ, यति लोभ गर्छौँ। हामी जानु त छ खाली हात आयो र जानु छ खाली हात। र कुनै